Ah, welcome back to my YouTube channel guys. कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ सबैजना आरामै हो नि हैन हामी चाहिँ आज दियालो फुलदान खालिकन घरमा भाँडा वाइपिङ गर्दैछौँ लुक सरी म फोटो पो खिच्न पुगेछु के ओ माई गड मेरो यहाँ त पिम्पल पो आएछ त पिम्पल फुटाल्नु पर्छ अहिले एकछिन पछि चाहिँ डम डडम डडम हानेर अनि उहाँ चाहिँ हाम्रो हुन्छ विष्णु भाइ उहाँको लागि जोरदार तालीले वेलकम गर्नुहोस् उहाँ फेरि हामी रसिली हँसिली गुराँसी नानीको बहिनी विष्णु खापी ओ सरी दुई शब्द तपाईँको झलझलिया खामा हो क्या लास्टमा आएर गाइस हामी चाहिँ कटलेरीहरू वाइपिङ गर्दै हो होइन लुक यो कटलेरीहरू है यो चाहिँ हाम्रो यसलाई चाहिँ टी स्पुन पनि भन्छ भनेपछि अनि यसलाई चाहिँ डेजर्ट स्पुन पनि भन्छ है ओके अनि त्यसपछि हामी चाहिँ भ्लग बनाएको सुहाउने नसुहाउनेसँग आई डोन्ट केयर होइन गाइस अनि तपाईँहरूले रमाइलो लिनुहुन्छ हाम्रो भिडियोहरू हेरेर अनि भएन छोडौ या अनि त्यसै गरी के गाइजहरू पनि सन्चै हुन्छ नि के गर्दै हुन्छ खाना खानुभयो अहिले चाहिँ हाम्रो यहाँ कति बज्यो नेपालको 7 बजेर कति 25 मिनट भएछ अनि कतिले त खाना खाइसक्नु होला कसले खाना खानु भयो होइन कमेन्ट गर्नु होला सँगै खाम्ला 10 बजीतिर त्यसपछि मेरो फनी भिडियोहरू हेरेर कतिको रमाउनुहुन्छ कमेन्ट पनि गर्नु होला अनि बेल आइकन सेयर पनि गर्नु होला अनि मेरो हिजोको भाइ के उत्सव र दिपसनहरूले चाहिँ मलाई फलो गरेका छैनन् यो भिडियो हेऱ्यो भने चाहिँ प्लिज सेयर र सब्सक्राइब र अनि के भन्छ बेल आइकन सब्सक्राइब चाहिँ गर्नुहोस् ल गाइज तिमीलाई सब्सक्राइब गरेको थिइन् है गरेको न गरेको ओके गाइज मलाई चाहिँ सब्सक्राइब गरेर मेरो के अरे धेरैभन्दा धेरै सब्सक्राइबरहरू पुऱ्याइदिनुहोस् प्लिज अनि मेरो भिडियोहरूलाई चाहिँ धेरै सपोर्ट गर्नुहोस् यो विष्णु भाइको रियाक्सन हेर्नुहोस् यस्तै रियाक्सनहरू ल्याउनको लागि चाहिँ मेरो भिडियोमा कमेन्ट गर्नुहोस् है विष्णु भाइलाई ल्याउनु पऱ्यो भन्दै अनि त्यसपछि म लिइहाल्छु नि त लगाइछ अब धेरैभन्दा धेरै काम चाहिँ आधाभन्दा आधा काम त सक्यो अब छन् त छ होइन भइरहेको कि पनौती कुचबी अनि काम त छ है काम आधा काम गरेर भोलि आएर गर्ने भन्ने सल्लाह भएको छ हाम्रो चाहिँ thank you so much for watching my videos guys thank you so much for watching this video त्यसरी भन्नुपर्छ oh thank you so much for this so next vlog so next vlog bye bye see you sayonara